हेलो नमस्ते हजुर, सन्चै हुनुहुन्छ? कहाँबाट आउनुभयो होला? हजुर सन्चै छु। हामी चाहिँ यही देवघाट धामबाट आएको। अनि अहिले कहाँ हुनुहुन्छ? अहिले यो चाहिँ मुस्ताङ जिल्लाको जोमसोम भन्ने ठाउँमा छौँ। हजुर, अनि हाम्रो जोमसोममा कस्तो लागिरहेको हजुरलाई? एकदम राम्रो छ। हावा लागिरहेछ, चिसो चिसो भइरहेछ, घामले तातो तातो पनि दिइरहेछ। सबै कुरा राम्रै छ अहिलेसम्मलाई। ए, अरू केही भन्न चाहनुहुन्छ कि घुम्न आउने क्रममा? यहाँ मुक्तिनाथ क्षेत्र हो यो। भगवान श्रीमन्नारायण शालिग्राम भगवानको सङ्ग्रहालय संरक्षण गरेको ठाउँमा आइपुगेका छौँ। नेपाल भूवैकुण्ठ, पृथ्वीमा 8 भूवैकुण्ठ, 8वटा भूवैकुण्ठहरू मध्येको सबैभन्दा उच्च कोटिको भूवैकुण्ठ, जहाँ भगवान साक्षात् शालिग्रामको रूपमा अवतरित हुनुहुन्छ र हाम्रा आचार्यहरूले श्री विग्रह भनेर शालिग्रामलाई सम्बोधन गर्नुभएको छ आफ्ना श्रुतिहरूमा। र यो अत्यन्त नै मुक्तिदायक, फलदायक र सबै वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले दर्शन गर्ने, भगवानको साक्षात्कार गर्ने र भगवानको चाहिँ शरणमा परेर भगवानलाई नै प्राप्त गर्ने अत्यन्त दिव्य